हेलो गाइज वेलकम टु माई नेक्स्ट ब्लग। आजको ब्लग भने हाम्रो रोजगारी तर्फको छ हैन। स्वरोजगारी अब हाम्रो गाउँठाउँमा मिलेको रोजगारी। बाटोमा कुलो सोर्ने अनि फेरि बाटोमा भएकाहरू बाटो सरसफाइ हल्का गर्ने अनि कुलो सोरेर अनि पानी जाने भलहरू बनाउने। जस्तै देख्न सक्नुहुन्छ गाइज, यहाँ यो भल हो। यो देख्न सक्नुहुन्छ, यो पुरै एरिया भल हो। यो भलको एरिया बनाउने यहाँ हामीले सोरेर यहाँ पहिला अब यहाँ खन्न पर्दैन खासै, किनकि यहाँ पुलले खाल्टा पुरै धेरै भलले गर्दा बढी नै खाल्टो गरिसकेको। त्यसै कारणले गर्दा हामी धेरै भल बनाउनु पर्दैन। अनि फेरि जहाँ भल छैन, भलको एरिया छैन, जहाँ पानी हुन्छ त्यहाँ पानीलाई बाटोबाट प्रतिरोधक गरेर त्यसपछि फेरि भलमा जाने पानी बनाउने मार्ग बनाउने, बिचमा हल्का प्रतिरोधक बनाएर हल्का डिलसिल बनाएर फेरि सिधा भलमा जाने। देख्न सक्नुहुन्छ मेरोमा हिँड्न थालेका छौँ। देख्न सक्नुहुन्छ गाइज, हाम्रो यहाँ भाउजू आउँदै होला चिन्नु भएको छैन। अनि अगाडिपट्टि यहाँ हाम्रो टोली आउँदैछ, अगाडि आधी गर्छ, पछाडि आउँदैछ आधी। देख्न सक्नुहुन्छ गाइज, यहाँ हाम्रो टोली सबैजना आधी जम्मा भइसकेको छ अनि आधी टोली आउँदैछ। हाम्रो पुरा टोली आउँदैछ। देख्न सक्नुहुन्छ गाइज, हाम्रो पुरा चितपानीदेखि रयाले हुँदै त्रिवेणीसम्मको यात्रा हो। त्रिवेणीसम्म पुगेर हामीले यहाँबाट हैन खाल्टा पुर्ने अनि फेरि खोल्साहरूमा भएका पुरा कुलोहरूलाई सोर्ने, त्यसपछि फेरि साइडमा भएको कुलो बनाउने काम हाम्रो चाहिँ हो। यति मान्छे अगाडि अनि आधी पछाडि आउनु भएको छ। देख्न सक्छ गाइस, यहाँ पानी यति जम्मा भएको छ। यहाँ यो भाइले मेहनत गरेको आख्नु एकदम देख्न सक्नुहुन्छ। भाइले यतिको मेहनती भाइ त कोही पनि देख्न सक्नुहुन्न होला। हाम्रो भाइरल मान्छे के अगाडि देख्न सक्नुहुन्छ, गल बोकेर जानु छ हाम्रो कान्छाबा, बिचा घुस्नु छ। यहाँको हरियाली दृश्य कति राम्रो, कति सुन्दर, मनमोहक छ त। हाम्रो यो पहाडी एरियाको पुरा हैन, पहाडी इलाकाको पुरै वातावरण नै आज यस्तो हुन्छ। मौसम साफ छ, यहाँ पानी आएको कारणले गर्दाखेरि पुरा हरियाली छ वातावरण। ऐसेलेको भिड, ऐसेले खाने भिड कति याद आयो नि त। हामी यति सरसार पारेर यति बाटो यस्तो तरिकाले बनाइन्छ। देख्न सक्नुहुन्छ गाइज, हामीले यहाँ कुलो बनाइसकेका छौँ अनि फेरि हल्का माटो समाइदिइसकेका छौँ बाटामा। अनि अरू काम चाहिँ देख्न सक्नुहुन्छ कान्छाबाले गर्नु। देख्न सक्नुहुन्छ गाइज, यहाँको डाँडा कति राम्रो छ। यहाँ पिच गरेको रोड, तल दुर्गा झर्ने बाटो, यहाँ पटौटीबाट मापलतिर देख्न सक्नुहुन्छ। मापलतिरको बाटो त्यही हो। यहाँ हाम्रो काम तल आदि सकिसक्यो, अब माथि निस्किँदैछौँ बिस्तारै। हाम्रो टोलीले काम तलको पुरिसकेर भेर यता बसाइ यहाँ देख्न सक्नुहुन्छ। प्रकाश यहाँ एकदम रुँदै बस्नु, टेन्सन भएर बुढीको याद आएर। सबै डाँडा रे, यो डाँडा रे यहाँ नानी बाबुको छोकै के अरे त्यो बाकोडा जस्तो हैन, पुरै ठाड ढुङ्गा हैन त, पुरै ढुङ्गा। देख्न सक्नुहुन्छ हामी स्वरोजगारी काम सकेर घरतिर फर्किँदैछौँ। यत्रो जुलुम भिड छ देख्न सक्नुहुन्छ। कितना अच्छा ये सालगिरह ये महोत्सव